सही कुरा मान्नुपर्छ हामीले। तर हामी कस्ता छौँ भन्दाखेरि मेरो दलको मान्छेले जे गर्दाखेरि पनि सही छ हैन, मेरो दलले गरेको हो, मेरो पार्टीले गरेको हो, मैले भोट हालेको मान्छेले मान्छे मार्दाखेरि पनि ताली बजाउनुपर्छ हैन, अनेक परेको नराम्रो वितण्डा मचाउँदाखेरि पनि ताली बजाउनुपर्छ भन्ने खालको एउटा कुचेतना यदि हामीमा छ भने त्यसले चाहिँ काम गर्दैन भनेर पनि म भन्न चाहन्छु। र त्यसरी चाहिँ नै होल्डिङ सेन्टरहरूमा पनि गइयो, जाँदाखेरि त्यहाँ पनि पर्याप्त ठाउँहरू छैन, एउटा सानो तपाईँको टेन्टमा राखेका छन्। त्यहाँ बसेका मान्छेहरू अब होल्डिङ सेन्टर भनिएको छ, त्यो होल्डिङ सेन्टरमा राखिएका मान्छेहरू है का केटाकेटीहरू स्कुल जान पाएका छैनन्। त्यहाँनिर मान्छेहरू विराम भइराखेको अवस्थाहरू पनि हुनसक्छ। त्यहाँनिर मान्छेहरू चाहिँ तपाईँको खाना नपाएर बसिरहेको अवस्था पनि हुनसक्छ। धेरै मान्छेहरू, हजारौंको संख्यामा मान्छेहरू नाम टिपाइरहेको मैले देखेँ 10 बजेको खसाला। यो गर्नु चाहिँ घर भत्काउनु पूर्व गर्नु पर्थ्यो सरकारले, तर त्यो पूर्व नगरेर तपाईँको चाहिँ त्यस पछाडि गर्नु कारणले गर्दाखेरि यो समस्या आएको छ। यहाँहरू सबैजनाले सङ्गठित बन्नका लागि र यो सरकारले चालिराखेको यो खालको कदमको विरुद्धमा हैन आवाज उठाउनका लागि, एकत्रित भएर आवाज उठाउनका लागि म आह्वान गर्दछु।